रासोपामा रविले बनाए नयाँ नियम, बालेनले जनाए समर्थन। अब जो पायो त्यही रासोपा छिर्न नपाउने। रासोपा प्रवेश गर्ने पुराना दलका नेताहरूलाई चुनौतीका चाङ। टिकट हत्याउन रासोपा प्रवेश गर्नेको दिन सकिए। 90 दिनको कुलिङ पिरियड अनिवार्य। रवि लामिछानेको मास्टर प्लानको सनसनीपूर्ण खुलासा। नेपाली राजनीतिको फोहोरी खेलमा एउटा यस्तो प्रवृत्ति छ जहाँ चुनावको अघिल्लो रात एउटा दल त्यागेर अर्को दलमा प्रवेश गर्ने र भोलिपल्ट हातमा उम्मेदवारीको टिकट थमाइन्छ। शक्तिको उन्माद र अवसरवादको यो घृणित खेलले दशकौंदेखि इमानदार कार्यकर्तालाई पाखा लगाउँदै आएको छ। तर वैकल्पिक राजनीतिको राको बालेर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले अहिले यो परम्परागत शैलीमाथि कठोर प्रहार गरेको छ। रासोपाले स्थानीय तहको निर्वाचनका लागि उम्मेद्वार छनौटको जुन रूपरेखा सार्वजनिक गरेको छ त्यसले नेपाली राजनीतिमा एउटा नयाँ मानक मात्रै स्थापित गरेको छैन, अवसरवादीहरूका लागि पार्टीको ढोका एक प्रकारले बन्द गरेको छ। रासोपाको केन्द्रीय सचिवालयले पारित गरेको स्थानीय निर्वाचनका लागि उम्मेद्वार छनौट रूपरेखा अनुसार अब अन्य दलबाट प्रवेश गर्नेहरूले टिकटका लागि कम्तीमा 90 दिन अर्थात् 3 महिनाको कुलिङ पिरियड पूरा गर्नुपर्नेछ। यो निर्णयले अघिल्ला दिन दल फेर्ने र भोलिपल्टै जनताको मत माग्न जाने राजनैतिक फिरन्ते प्रवृत्तिलाई ठाडो चुनौती दिएको छ। रासोपाको यो निर्णयले नेपाली राजनीतिको त्यो संस्कारलाई चिर्ने प्रयास गरेको छ जहाँ टिकट वितरणको आधार केवल नेताको चाकरी वा राजनैतिक लेनदेन हुने गर्दथ्यो। नयाँ विधि अनुसार रासोपामा उम्मेद्वार बन्न इच्छुक व्यक्तिले क्यान्डिडेट क्लबमा दर्ता हुनुपर्नेछ र यसका लागि सदस्यता लिएको निश्चित